जय मसीह यहाँहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी गालिली येशू ख्रिस्टले प्रचार गर्नुभएको अनि येशू ख्रिस्टले चाहिँ पहिलो मिराकल्स गर्नुभएको ठाउँ गालिल हेर्न जाँदैछौँ। अनि त्यो सहर चाहिँ त्यो ठाउँ त अब एक्ज्याक्ट पत्ता लाग्न सक्दैन, अहिले हजारौँ वर्ष पहिले हो, तर त्यो ठाउँ त्यो गालिली भन्ने ठाउँ चाहिँ हामी हेर्न जाँदैछौँ है त। सबभन्दा पहिला मेन्सन बाइबल, गालिली मेन्सन अन द बाइबल, कहाँनिर मेन्सन गरिएको छ भनेर हेरौँ है त। अपकमिङ द Gabriel was beginning ministry miracles the technique Mary Jesus the first miracle Jesus turned into यो चाहिँ जोन 2:11 यहाँनिर रहेछ है, जोन च्याप्टर 2:11 हामी त्यसलाई पनि हेर्नेछौँ। के लेखेको रहेछ त त्यहाँनिर भन्दाखेरि यो कुराहरू लेखिएको रहेछ। अब नेपाली बाइबलमा पनि हामी हेर्न सक्छौँ जोन च्याप्टर 2 है। नेपाली बाइबल सरल नेपाली बाइबल के काना सहरमा चाहिँ येशूको पहिलो यूहन्ना 2 को 2 दिन पश्चात गालिलको काना भन्ने सहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थ्यो। येशू अनि उहाँको चेलाहरू पनि त्यहाँ निम्त्याइएको थियो भने हामी चाहिँ विशेष गरी यो काना सहरमा हेर्न जाँदैछौँ है त। काना सहर चाहिँ कस्तो रहेछ त हैन, बाइबलमा उद्धृत गरेको यो सहर चाहिँ काना सहर चाहिँ हामी हेर्न जाँदैछौँ। अनि सर्वप्रथम त हामी गुगल अर्थमा जानेछौँ। गुगल अर्थ म यहाँनिर गालिल टाइप गरेको थिएँ मैले, गालिल हेर्न जाँदैछौँ है त हामी। काना अफ गालिल यहीँनिर रहेछ, हामी हेर्न जाँदैछौँ। प्लेस काना अफ गालिल यसरी देखाएको छ यहाँनिर। काना अफ गालिलको तस्बिरहरू हेरौँ पहिला। यस्तो रहेछ यो ठाउँ। वाउ, इजरायलमा है। प्रभुलाई धन्यवाद भएको होस्, महिमा भएको होस्। यस्तो राम्रो रहेछ है गालिल काना सहर, जो येशू ख्रिस्टले चाहिँ पानीलाई चाहिँ दाखरसमा बदल्नु भएको ठाउँ यही ठाउँ हुनुपर्छ। अब यही ठाउँ एक्ज्याक्ट भन्न सकिँदैन, तर यही ठाउँ हो भन्ने कुराहरू चाहिँ हामी हेर्दैछौँ है त, फोटो हेर्दैछौँ है त। यस्तो राम्रो ठाउँहरू रहेछ। ठिक छ, हामी फोटो हेऱ्यौँ। अब हामी चाहिँ केमा जाउँ त भन्दाखेरि त्यो ठाउँ काना सहर है, यो ठाउँ चाहिँ जानेछौँ, हामी हेर्न जानेछौँ। स्ट्रिट भ्यूमा जानेछौँ है त। यो ठाउँ टक्कै देखाइएको छ नि, यहाँनिर हेर्नेछौँ कस्तो रहेछ। यस्तो रहेछ काना सिटी है। यो एकदमै पुरानो सिटी हो, जो येशू ख्रिस्टले चाहिँ यहाँनिर तपाईँ हामीले पढ्न पनि सक्छौँ। यूहन्ना 2:1देखि 11सम्म हुनुपर्छ। हामीले त्यो ठाउँमा नि पढ्न सक्छौँ, हेर्न सक्छौँ है यो सिटी। हामी हेर्दै जाउँ। यस्तो राम्रो ठाउँहरू रहेछ। काना सहर है, काना सहर। यस्तो फुलहरू पनि कति मजाले सजाइएको रहेछ। प्रभुलाई धन्यवाद है काना सहर। अब हामी अर्कोतिर पनि हेर्दै जाउँ न त, यो ठाउँ कस्तो रहेछ यहाँनिर हेरौँ। यस्तो ठाउँ रहेछ। प्रेज द लर्ड, प्रेज द लर्ड। येशू ख्रिस्टले चाहिँ त्यो समयमा, अब यस्तो घर त थिएन होला हैन, तर त्यो समयमा चाहिँ
है। यस्तो राम्रो राम्रो स्थानहरू है, कति सजाइएको ठाउँहरू रहेछ है। प्रभुलाई धन्यवाद, प्रभुलाई महिमा भएको होस्, प्रशंसा भएको होस् है। गालिल अफ काना, अन्य सिटी हेर्दै जाउँ हामी। यहाँनिर हेरौँ, काना क्याथोलिक वेडिङ चर्च, प्राइभेट कपल ओपन द डेमोन्स्ट्रेसन काना वेडिङ। यहाँनिर हेरौँ त ब्याप्टिस्ट, काना ब्याप्टिस्ट चर्च पनि कस्तो छ यो हेरौँ कस्तो छ यसमा। यहाँनिर चर्च, सायद यो चर्च हुनुपर्छ। यहाँनिर चर्च रहेछ है। थोरै अगाडि जाउँ, थोरै अगाडि, अझै अगाडि जाउँ, यस्तो ठाउँहरू रहेछ। ओके, फेरि ब्याक जाउँ, काना वेडिङ क्याथोलिक वेडिङ चर्च रहेछ यो। के रहेछ त, यस्तो रहेछ चर्च, वेडिङ चर्च रहेछ। काना वेडिङ वाइन मेरी एन्ड नफान भन्ने ठाउँ रहेछ। प्रेज द लर्ड। काना सिटी हामी हेर्दैछौँ है त। अब काना अर्को सिटी पनि हेर्दै जाउँ। यस्तो ठाउँ रहेछ है, हेर्दै जाउँ, हेर्दै जाउँ, अझै उतै जाउँ, अझै उतै, अझै उतै जाउँ, अझै पर देखिएको हल्का पहाडहरू पनि रहेछ। बहुत सुन्दर ठाउँ रहेछ इजरायल। अनि त्यसमाथि काना सिटी है। कहाँनिर पर्दो रहेछ त भन्दाखेरि तपाईँको यो चाहिँ अब गालिल भयो है, गालिलको झिल भयो। गालिलको नजिक काना सिटी पर्दो रहेछ। प्रभुलाई धन्यवाद। अनि फेरि पनि हेरौँ हामी, अर्को ठाउँ पनि हेरौँ। काना सिटी नै छौँ हामी। काना गालिल, काना अर्थोडक्स चर्च, यस्तै। अब हेरौँ हामी यहाँ कस्तो कस्तो ठाउँ छ। अघिकै ठाउँ आयो कि हो, यो अघिकै ठाउँ जस्तो छ। फेरि हेरौँ अर्को ठाउँ, काना काना सिटी नै हो यो पनि है। फेरि हेरौँ, यहाँ पनि यस्तो रहेछ। वा, प्रभुलाई धन्यवाद भएको होस् है। काना सिटीको बारेमा चाहिँ धेरै ठाउँमा लेखिएको छ है। बाइबलमा मेन्सन गरिएको छ काना सिटीको बारेमा। द सी अफ ग्यालिली क्याम्प स्ट्रम, मर्कुस 4को 35देखि 41, वर्क अन द वाटर म्याथ्यू 14को 22देखि 33सम्म है, यसरी लेखिएको छ। म्याथ्यू 28को 16देखि 20सम्म पनि अब काना सिटीको बारेमा लेखिएको छ। तपाईँ हामीले हेर्न पनि सक्छौँ, अझै पनि देख्न सक्छौँ, बुझ्न सक्छौँ है। काना सिटी यस्तो छ भन्ने कुराहरू तपाईँ हामीले जान्न सक्छौँ, हेर्न सक्छौँ है त। प्रभुलाई धन्यवाद। अझै पनि हामी काना सिटीको मेन गाउँमा जाउँ न त, कस्तो रहेछ यो गाउँ। यो गाउँ भन्दा नि सिटी नै रहेछ। यस्तो रहेछ, यस्तो रहेछ गाउँ, काना सहर। काना सहर यो चाहिँ अहिले इजरायलकै भागमा पर्दछ। काना सिटी दक्षिणी मध्य इजरायलमा पर्दछ। यस्तो रहेछ है। काना सिटीको बारेमा
है। हामी काना सिटीको बारेमा अरू पनि जानकारी लिउँ न त है। काना सहरको बारेमा जानकारी दिनुहोस् है। म च्याट जिपिटीलाई खोज्न लाउँछु ल। च्याट जिपिटीलाई खोज्न लाएँ। काना सहरको बारेमा काना सहर परिचय। कानाको बारेमा बाइबलका काना सहर प्रमुख फिलहरू यूहन्ना यसरी दिएको छ। काना सहरको सम्भावित स्थान। आजको काना सहर स्थान गालिल नासरत नजिक। प्रसिद्धीकरण येशूको पहिलो चमत्कार पानीलाई रक्सीमा बदल्नु, रक्सीमा भनेको रहेछ है। प्रमुख पात्र येशू मरियम नाथानियल। आधुनिक स्थान कार्फ कनाल इजरायल पर्दछ। अनि यो चाहिँ कहाँनिर भन्दा चर्च, कुन चर्चको छेउमा भनेको थियो यहाँनिर? अर्थोडक्स चर्च है त, अर्थोडक्स चर्च भनेको थियो है। त्यो वेडिङ अर्थोडक्स कानाग्री यो वेडिङ चर्च भनेको छ नि, यो हुनुपर्छ। यो कहाँनिर रहेछ? यो त होइन कि के हो? यो हुनुपर्छ त्यसो भए। यहाँनिर होला। यो पनि होइन, यतै कतै हुनुपर्छ। येशूले दाखरस, पानीलाई दाखरसमा बदल्नु भएको ठाउँहरू सायद यही सिटीको कुनै भागमा हुनुपर्छ। अब एक्ज्याक्ट लोकेसन त अझै पनि थाहा छैन है। एक्ज्याक्ट लोकेसन तपाईँ र मलाई कसैलाई थाहा छैन है। काना सिटीको बारेमा चाहिँ है, गालिल यस्तो राम्रो ठाउँ रहेछ। अप्पर लोवर गालिल है, कस्तो राम्रो ठाउँ। गालिल यस्तो राम्रो ठाउँ रहेछ। सिक्काहरू हुनुपर्छ। यो येशूको समयमा हुनुपर्छ यो कुरो। यो समयमा जिजस एन्ड द मिराकल्स क्या था द फिस इन द सी अफ गलिल। गलिली वेयर फिसरम्यान। यस्तो सी अफ गलिल, गालिलको समुद्र यस्तो छ। हामी एकचोटि सी अफ गालिली पनि हेर्न जाउँ न त है। गालिलको समुद्र, यो गालिलकै समुद्र भागमा पर्दछ। कतापट्टि पर्दछ? यहाँनिर है। यहाँबाट हामी गालिललाई हेरौँ न त, कस्तो देखिँदो रहेछ गालिल समुद्र। वा, यस्तो देखिँदो रहेछ है। हेर्न त समुद्र, समुद्र सबै भाग समुद्रको भाग हो यो। यस्तो देखिँदो रहेछ समुद्रको भाग। सायद येशूले यही ठाउँमा उभिएर प्रचार गर्नुहुन्थ्यो होला। येशू प्रभुले है, यही ठाउँको कुनै भागमा उभिएर प्रचार गर्नुहुन्थ्यो होला सायद। गालिलको समुद्र चाहिँ यो हो। यहीँ उभिएर प्रचार गर्नुहुन्थ्यो कि सायद, अनुमान गरौँ है। प्रभुलाई धन्यवाद भएको होस्। अनि हामी युट्युबमा पनि हामी हेर्न सक्छौँ। अनि प्रभु परमेश्वरलाई धन्यवाद भएको होस् है। गालिल सिटी, काना सिटी हामीले हेरेका छौँ। काना सिटी यहाँनिर पर्दछ, काना अफ गालिल है। यही हो, यही एरियामा हामी काना सिटीमा अघि पनि हेरेका छौँ। प्रभुलाई धन्यवाद भएको होस्। अनि यो सिटीहरूभित्र कतै कुनै ठाउँमा यो सिटी हुँदै प्रभु येशू हिँड्नु भएको थियो, प्रचार गर्नुभएको थियो यहाँका मानिसहरूलाई है। येशूले प्रचार गर्नुभएको ठाउँ यिनीहरू नै हुन सक्छन् है। यो घरहरू थिएन होला त्यति बेला, तर परमेश्वर येशू ख्रीष्ट हिँडेको पाइलाहरू यो ठाउँ माटोहरूले, ढुङ्गाहरूले चाहिँ येशूको
हिँड्नुभएको गवाही दिँदछ। प्रभुलाई धन्यवाद भएको होस् है, एकदमै असल कुराहरू अनि परमेश्वरले देख्न दिनुभएको छ है, यो गालिल सिटी हेर्न दिनुभएको छ। परमप्रभु परमेश्वरलाई धन्यवाद भएको होस्। हुन्छ, यहाँहरू सबैजनालाई जय मसी, जय मसी।